नमस्ते सबैजनालाई र नयाँ वर्ष 2022 सालको हार्दिक मङ्गलमय शुभकामनासँगै उत्तर प्रगतिको कामना गर्दछु। तपाईहरू हेर्दै हुनुहुन्छ हाम्रो आफ्नै डिभी च्यानल, जहाँ तपाईहरूले नयाँ चलचित्रसँगै त्यसको ट्रेलरको रिभ्यू हेर्न पाउनुहुन्छ सबैभन्दा पहिला। नयाँ वर्षको सुरुवातसँगै यो मेरो नयाँ सुरुवात हो। आई होप तपाईहरूले साथ दिनुहुनेछ भन्ने आशा गरेको छौँ। आज हामी 2081 साललाई सम्झिँदै वर्षको 10 उत्कृष्ट गीतहरूको चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यसो त नेपाली गीत सङ्गीतको संसारलाई एउटा भिडियोमा अटाउन असम्भव नै छ, जहाँ सेतुराम श्रेष्ठ, स्वर सम्राट नारायण गोपाल, अरुणा लामा, रामकृष्ण ढकाल, प्रमोद खरेलदेखि एलिना चौहान, सुशान्त केसी, दुर्गेश थापा जस्ता गायकहरूले आफ्नो योगदान दिएका छन्। तथापि युट्युबको भ्युज अनुसार 10 गीतहरू मूल्याङ्कन गर्ने असाधारण कोसिस गरेका छौँ। भिडियो स्किप नगरी हेर्नुहोला। जसको नम्बर 10 मा 32 मिलियन भ्युजको साथ ए आमा जाउँ भन्ने मलाई बोलको गीत रहेको छ, जुन रिता थापा मगरको अफिसियल युट्युब च्यानलमा हेर्न सक्छौँ। नम्बर 9 मा भने स्पर्श सङ्गीत बोलको गीत विराट पहाडीको स्वरमा 33 मिलियन भ्युजको साथ हेर्न सक्छौँ। त्यसैगरी नम्बर 8 मा मायालाई पानको पात भन्ने बोलको गीत रहेको छ, जसमा 37 मिलियन भ्युज छ। त्यसैगरी चलचित्र पूर्णबहादुरको सारङ्गीबाट रैया चाँदी बोलको गीत रहेको छ। चलचित्र त सुपरहिट भयो नै, 40 मिलियन भ्युजको साथ यो गीत पनि हाम्रो 7औं नम्बरमा परेको छ। 6 नम्बरमा भने छक्का पञ्जा 5 बाट ब्रेकअप सङ रहेको छ, जसलाई 41 मिलियन भ्युजको साथ युट्युबमा हेर्न सक्छौँ। त्यसैगरी नम्बर 5 मा बुझिन मैले बोलको गीत 44 मिलियन भ्युजको साथ हिट भएर चलचित्र बोक्सीको घरलाई पनि सुपरहिट बनाउन सफल भएको छ। दुर्गेश थापाको स्वर र सङ्गीत रहेको दुश्मन हेरेको हेरे बोलको गीत जम्मा 3 महिनाको छोटो समयमा 61 मिलियन भ्युजको साथ ग्लोबल ट्रेन्डिङमा समेत रहेर हाम्रो लिस्टको 4थो स्थानमा पर्न सफल भएको छ। अब कुरा गरौँ नम्बर 3 को। वार्ताली बोलको गीत, जसलाई युट्युबमा मात्रै 7 करोडभन्दा बढी पटक हेरिएको छ, जसलाई जीवन्त पारेका छन् सुशान्त केसीले। नम्बर 2 मा भने पोल्साको अभिनय र खेमसेन्सिरको स्वर रहेको म त टले बोलको गीत रहेको छ। नम्बर 1 मा जानुभन्दा अगाडि च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। र नम्बर 1 मा रहेको छ चलचित्र खुस्माबाट रुकुमेको ट बोलको गीत, जसको भ्युज म भन्दिनँ। नम्बर 1 र 2 मा पर्न सफल गीतको भ्युज कमेन्ट गर्नुहोला। तपाईहरूको फेभरेट गीत कुन हो त्यो पनि भन्न नछुटाउनुहोला है। सबै गीतहरूको लिङ्क म डिस्क्रिप्सनमा राखिदिनेछु। र भिडियो मन पर्यो भने लाइक, सेयर एन्ड च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। भेट्नेछौँ अर्को भिडियोमा।